जोजोलपा नेपाल भाषा लर्निङ दशैंको टिका भर्खरै सकियो। अब पूर्णिमा पनि आउन लागेको छ र त्यही भएर मैले अहिले दशैंको यो सकिएको रिलेटेड कन्टेन्ट बनाएर आज भिडियो बनाउँदैछु। केही साथीहरूले मलाई के भन्नुभयो भन्दाखेरि यो नेपाल भाषा प्र्याक्टिस गर्नको लागि साथी भएन भन्नुभयो। त्यसको लागि हजुरहरूले फेसबुक ग्रुप पनि जोइन गर्न सक्नुहुन्छ। मैले फेसबुक ग्रुप बनाएको थिएँ तर धेरै साथीहरूले जोइन खासै गर्नु भएन र त्यसको लागि अब हजुरले आफ्नो साथीहरूलाई यो ब्लग एड्रेसहरू दिन सक्नुहुन्छ र यदि नेट छैन, इन्टरनेट छैन भनेदेखि चाहिँ हजुरले यो मेरो भिडियोहरू आफ्नो मोबाइलमा डाउनलोड गरेर त्यो ब्लुटुथबाट अर्को साथीलाई पनि ट्रान्सफर गरिदिन सक्नुहुन्छ र आफ्नो मोबाइलबाट धेरै साथीहरूलाई त्यो ब्लुटुथबाट भिडियोहरू ट्रान्सफर गरिदिनु भयो भने त्यो साथीहरूले पनि अफलाइनमा पनि हेर्छन् र हजुरलाई प्र्याक्टिस गर्न सजिलो हुनसक्छ। हजुरहरूले भिडियो चाहिँ डाउनलोड गर्नु होला, तर कुनै अब सोसियल मिडिया अनलाइन मिडियाहरू जस्तो कि सोसियल मिडिया र अरू कुनै अनलाइन वेबसाइटहरूमा चाहिँ अपलोड नगर्नु होला। आफ्नो मोबाइलमा पर्सनल युजको लागि हजुरहरूले भिडियो युज गर्नु भए मलाई कुनै प्रब्लम छैन त्यसमा। र नेपाल भाषा छिटो सिक्नको लागि केही टिप्स छ, भिडियो पज गरेर एकछिन पढ्न सक्नुहुन्छ। र अब सुरु गरौँ हाम्रो टपिक। नम्बर 1 मा छ टिका लगाउन जान सक्यो। सिन अर्थात् टिका, ट्युवन्यु अर्थात् लगाउन जान, सक्यो अर्थात् सिरलला, सिरलला, सिन ट्युवने सिरलला। नेक्स्ट नम्बर, राँगाको मासु खाएर हात्ती जस्तो मोटायो। जस्तै कि अब दशैंमा धेरै मासु खाइन्छ, अन्त राँगाको मासु खाइँदैन, तैपनि यो मैले अलिकति रमाइलोको लागि बनाएको छु। मेयु अर्थात् राँगाको, ला अर्थात् मासु, नया अर्थात् खाएर, किसी अर्थात् हात्ती, थे अर्थात् जस्तो, लोन मोटायो। मेयु ला नया, किसी थे लोन। नेक्स्ट नम्बर, बोकाको मासु खाएर बोका नहुनु। डुकुच्चु बोकाको अर्थात् ला अर्थात् मासु, नया अर्थात् खाएर, डुकुचा अर्थात् बोका, नहुनु अर्थात् जुई मटे, जुई मटे। डुकुचु ला नया, डुकुचा जुई मटे। अब यसमा हजुरले बोका जस्तो नहुनु भन्न चाहनुहुन्छ भने चाहिँ नि डुकुचा थे, थे नहु जुई मटे भन्नुभए हुन्छ। स्पेलिङ थे, डुकुचा थे जुई मटे। नेक्स्ट, टिका थाप्न आऊ म सिंह दक्षिणा दिन्छु। सिन टिका अर्थात् सिन, थाप्न आऊ अर्थात् ट्युवा, म जी सिंह अर्थात् न्यकु, न्यकु दक्षिणा दिन्छु अर्थात् बी। सिन ट्युवा जी न्यकु दक्षिणा बी। तिमी त मोटाएछ, तिमी अर्थात् छ, मोटाए छ, लोन, लोन। तिमी त मोटाएछको लागि छला लोन। कति खाको मोटाउने गरी, कति अर्थात् गुली, खाको नयौ, नयौ, मोटाउने गरी लोङ्क, लोङ्क, गुली नयौ, लोङ्क। नेक्स्ट, कति रक्सी खाको, सरी खायो। यो अब श्रीमानले श्रीमतीलाई अथवा गर्लफ्रेन्डले, सरी श्रीमानले श्रीमतीलाई भन्नु खोजेछ, श्रीमतीले श्रीमानलाई, तर कहिलेकाहीँ त्यो पनि मिल्न सक्छ कुनै केसेसमा, कहिलेकाहीँ श्रीमतीले श्रीमानलाई र गर्लफ्रेन्डले बोयफ्रेन्डलाई सोध्ने क्वेसन सोचेर मैले यो बनाएको छु। यो सेन्टेन्स चाहिँ कति रक्सी खायो,
कति अर्थात् गुली रक्सी एला एला यो ऐला पनि हुन्छ एला यसरी पनि ठिक हुन्छ प्रोनाउन्सिएसन गर्नलाई यसरी सजिलो हुन्छ एला तो ना तोना गुली एला तोना नेक्स्ट कति अब रिसाएर भन्दाखेरि चाहिँ कति रक्सी टोक्यो गुली एला ता रे याना तारे याना गुली एला तारे याना तिमी देख्दा मलाई त त्यसै मात लाग्छ तिमीलाई अर्थात् छन् त देख्दा खनी बले मलाई जित त्यसै अथे मात लाग्छ सी थाई छन् त खनी बले जित ला अथे सी थाई र अर्को एउटा तिमीलाई देख्दा मातेको हराउँछ तिमीलाई अर्थात् छन् त देख्दा खनी बले मातेको सिसी थाउ हराउँछ तनी छन् त खनी बले सिसी थाउ तनी यो नेक्स्ट सेन्टेन्स छ यो चाहिँ अब कसैको अफेयर चलिरहेको हुन्छ र साथीहरूले जिस्काउँदा यस्तो सेन्टेन्सहरू पढ्नको लागि हुन्छ भनेर मैले यो सेन्टेन्स बनाएको छु रिताको घरमा टीका लगाउन गएन रिताया घर छे घरमा छे सिन टीका लगाउन त्यो गएन मवना ला रिताया छे सिन त्यो मवना ला तिम्रो हुनेवाला ससुराले टीका लगाउन बोलाएन तिम्रो अर्थात् छङ्गु हुनेवाला जुइट्यम ससुराले ससुराले ससबा न यसमा सासु आमाको लागि चाहिँ ससबाको सट्टामा हुन्छ टीका अर्थात् सिन लगाउन टी त बोलाएन मसटुला छङ्गु जुइट्य मससबान सिन टी त मसटुला र प्रिभियस भिडियोमा मैले सी को कुरा गर्दाखेरि के दिन्छ एउटा कुरा मैले बिर्सेँ भनेको थिएँ त्यो सी दशैंमा अब पूजा गरेर त्यो परिवारको सबै मान्छे बसेर सी भाग लाउँदाखेरि चाहिँ घरको मेन मुलीलाई चाहिँ बोकाको जुन सी हुन्छ सी बोकाको हुन्छ हाँसको हुन्छ कुखुराको हुन्छ अनि बोकाको सी दिँदाखेरि चाहिँ नि मेन मुलीलाई चाहिँ राइट सिङ र राइट आँखा हुन्छ त्योभन्दा सेकेन्ड मुलीलाई चाहिँ घरको अब त्यो जेठो छोरा अर्थात् सेकेन्ड मुली अर्थात् जेठो छोरालाई चाहिँ अब लेफ्ट सिङ र लेफ्ट आँखा हुन्छ अनि त्यसपछि चाहिँ नि राइट कान हुन्छ त्यसपछि थर्डलाई फोर्थलाई लेफ्ट कान फिफ्थलाई चाहिँ बोकाको नाक हुन्छ सिक्स्थलाई अब बोकाको जिब्रो हुन्छ सेभेन्थ र एटलाई चाहिँ बोकाको राइट बङ्गला र लेफ्ट बङ्गला हुन्छ र 6 पछि पनि अरु कोही केटा मान्छे छ भने उनीहरुलाई चाहिँ नि त्यो सी भनेर दिइदैन र त्यति सी जति जतिजनालाई भाग पुग्छ त्यतिलाई मात्र दिन्छ भाग नपुग्नेहरुलाई चाहिँ दिदैन र सी भनेको केटा मान्छेहरुलाई दिन्छ थ्यांक यू शुभ